नमस्कार टाँसिदिने सबैलाई। आज फेरि आयो भिडियो नयाँ सबैको लागि सबैलाई। अब यो चाहिँ के अरे एउटा भगवानको लागि हुन्छ। भगवान मान्ने भन्दै क्रिस्चियन मान्ने, मुस्लिम मान्ने, हिन्दू मान्ने, बुद्धिस्ट मान्नेहरूलाई भन्छ। क्रिस्चियनले भन्छ जन्नत भन्छ, जन्नत जान्छ मरेपछि हामी ईश्वरले बनाएको भन्छ। फेरि हिन्दूले भन्छ स्वर्गमा जान्छ हामी भन्छ। अब अल्लाहले भन्छ, अल्लाहले पनि जन्नत अरे माथि जन्नतमा जान्छ मरेपछि अल्लाह मान्नेहरू भन्छ। अन्त त्यसो भन्छ। तर एउटै कुरा चाहिँ मेरा छ, जन्नत पनि स्वर्ग नरक भन्ने कुरा कसले देखिरहेको छ र अहिलेसम्म? कसले देखिरहेको छ? हामीले त स्वर्ग नरक त यही दुनियाँमा देखिसक्यो। स्वर्ग पनि यहीँ छ, नरक पनि यहीँ छ, सबै कुरा यहीँ छ। बुद्धिस्ट धर्ममा के भनेको छ भने सबै मेडिटेसन गरेर हेर्नु, सब कुरा यही दुनियाँमा छ भनेर भनेको छ बुद्धिस्ट धर्ममा। बुद्धिस्ट धर्म चाहिँ एउटा के अरे ज्ञानको उपदेश हो, एउटा भण्डार, कोरोनाले भरेको भण्डार छ बुद्धिस्ट धर्ममा। सबैलाई राम्रो गरेर यहीँ नै स्वर्ग छ, सबैलाई त्यसको नजरमा हेरेर सबै यहाँ नरक छ। स्वर्ग नरक यहीँ नै छ। मरेपछि के होला त्यो अलगै बात हो। अहिलेसम्म कस्तो कस्तो मान्छे मऱ्यो, कस्तो कस्तो दुनियाँमा मान्छे मरिसक्यो, तर ऊ स्वर्ग नरक गएर चाहिँ फर्केर आएको छ। बुद्धिस्ट धर्ममा एउटा बिलिफ छ, एउटा चाहिँ टुल गरेर आउँछ अर्को जन्म, यो जन्ममा राम्रो गरेको छ कि त्यो उसले छिट्टो जन्म लिएर आउँछ भन्ने छ। तर दुनियाँमा स्वर्ग नरक भन्ने चाहिँ यहीँ नै छ। राम्रो पनि यहीँ नै छ, नराम्रो पनि यहीँ नै छ, सब कुछ यहीँ नै छ। बुद्धिस्ट धर्ममा भनेको छ, बुद्धिस्टले भनेको छ सबैलाई राम्रो गऱ्यो भने यहीँ नै दुनियाँमै स्वर्ग नरकै छ। सबले फिलिङ भनेको नै कुरा एउटा फिलिङ हुन्छ नि, त्यो नै भगवान हो नि त। सबलाई माया करुणा राम्रोसँग मिठो मजन गराए यहीँ नै छ दुनियाँमा सबै। काटमाट गरेर चाहिँ आतङ्कवादी गरेर चाहिँ यस्तो प्राणीहरूलाई हत्या गरेर चाहिँ स्वर्ग नरक देखेको छ र कसले? त्यो देखेको छ र? त्यो होइन कहिले। सबै प्राणीलाई माया गर, शान्तिको लागि प्रे गर, सबलाई माया गर, करुणा गर, सबलाई एउटा मनभित्रबाट एउटा माया गर, सबलाई मिठो बोला, त्यही नै हो धर्म भन्ने कुरा चाहिँ। बुद्धिस्ट धर्मले चाहिँ के सिकाएको छ भने सबै करुणामय, करुणा सबैलाई, ज्ञान सबैलाई माया गर, ठुलोलाई आदर गर, माया गर भन्ने सिकाएको छ। त्यो कुराहरू सबै कुरा फलो गर्नुपर्छ बुद्धिस्ट धर्ममा। हामीहरू बुद्धिस्ट धर्म मान्ने चाहिँ जति पनि छ, तर अलिकति करुणाले चाहिँ बढेको हुन्छ है, यो त याद गर्नु। माया दया चाहिँ हुन्छ, किनभने उनीहरूले पशु प्राणी सबैलाई माया गरेको हुन्छ। अब मान्छेको जात हो, मानिसको जात हो, अलिकति भन्ने अलिकति के अरे त्यो रिस त भइहाल्छ नि मान्छेलाई, कसलाई हुँदैन। अहङ्कार त अलिकति हुन्छ, तर पनि अलिकति मान्छेले त्यो अहङ्कार गरेको अनुसार चाहिँ आफूले के अरे माया पनि गर्नु, करुणा पनि गर्नु, सबैले माया पनि गर्नु पऱ्यो। यस्तो हुँदा कुरा चाहिँ बुद्धिस्ट धर्ममा चाहिँ एउटा फिलिङ गर्ने हो, सबैलाई माया करुणा गर्ने हो। फेरि बुद्धिस्ट धर्ममा सबैलाई शान्ति, प्राणीको निम्ति पूजा गर्ने, प्राणीहरूलाई दुःख नहोस् भनेर सबै सम्झिने, संसारमा शान्ति होस् भन्ने, त्यही नै हो नि त। हामीलाई शान्ति भयो भने सबै कुरा यहीँ नै छ त यो दुनियाँमै। त्यही कारण चाहिँ म चाहिँ भन्छु जन्नत कति के हो, कति कुरा भयो, तेरोभन्दा मेरो ठुलो, मभन्दा तेरो ठुलो म भन्दिनँ। सबै धर्मलाई सम्मान गर, सबैले दुनियाँ स्वर्ग नरक यहीँ नै छ। स्वर्ग पनि यहीँ छ, नरक पनि यहीँ छ। हामीले चाहिँ स्वर्ग पनि देखेँ, नरक पनि देखेँ, यही दुनियाँमै देखिसक्यो सब कुरा। यही छ। सबैलाई नमस्कार टाँसिदिँदै।